हुन्डरीले हाम्रोतिर चाहिँ यति दुःख दियो कि देख्न सक्नुहुन्छ बाटोको हालत यस्तो छ। हजुरहरूकोतिर कस्तो बनायो। यो चाहिँ बिर्तामोड 8 र झापा क्षेत्र नम्बर 2 हो। यहाँ देख्न सक्नुहुन्छ हाम्रो आसपासमा रहेको घरहरूमा चाहिँ बयरको रुख लडेर त्यो घरलाई यति क्षति पुर्याएको छ भने अर्को देख्न सक्नुहुन्छ अम्बकको रुखको हाँगाहरू लडेर यो घरलाई पनि अलिअलि क्षति पुर्याएको छ र बाटो यति अवरोध छ कि देख्न सक्नुहुन्छ जराइबाट रुखहरू लडेर पोलहरू टुक्रा टुक्रा भएर भाँचिएको छ। यो दुर्गति देख्दाखेरि मन असाध्यै रोएको छ। तर अब मैले हुन्डरी रोक्न पनि सक्दिनँ, हजुरहरूले पनि रोक्न सक्नुहुन्न। यो प्राकृतिक प्रकोपसँग हामी डराउनै पर्छ। अब भएकै छ। तर बोट बिरुवा चाहिँ घरदेखि अलिक पर रोपौँ, अलिक सजग हौँ। देख्न सक्नुहुन्छ पोलको हालत यो यस्तो छ। अलिक अगाडि एउटा घरलाई त झन् भन्नुहुन्छ भने सुपारीले टिनै थिचिदिएको छ। अब त्यो टिनहरू यो टिन मिलाउन कति समय लाग्दा पैसा उस्तै खर्च हुन्छ। अर्को घर देख्न सक्नुहुन्छ मसला धन्न परालको जागले त्यो मसलाको रुखलाई ह्यान्डल गरेको छ। अर्को मेन हाइवेमा हाँगाहरू लडेर तारहरू लछार पछार भएका छन्। यो विराट चोक क्षेत्र पार्कको मेन रुख लडेर यस्तो हालत भएको छ। देख्न सक्नुहुन्छ ट्रान्समिटरहरू लडेको छ। नगरपालिकाको भवन यस्तो हालत भएको छ। यो भद्रपुर रोडको हालत यस्तो भएको छ। त्यहाँका साना व्यवसायीहरूको हालत यस्तो भएको छ। सतर्क रहौ, सजग रहौ। हस्त धन्यवाद। मेरो चाहिँ सब्सक्राइब र लाइक गरिदिनु हुन। यस्तै भिडियोहरू म फेरि पुनः लिएर आउनेछु। यो देख्नुहुन्छ दमकको दृश्य र यो देख्नुहुन्छ गौरदको दृश्य। यो चाहिँ गौरदमा यस्तो भएको थियो आज। र अर्को देख्न सक्नुहुन्छ यो दमक बस पार्कको हालत यस्तो भइसकेको छ। यो झापा क्षेत्र नम्बर 5।